कुतो फुल्यो बारीमा लरेले हेर्नु त अहिले के लाग्छ आमा यहाँ जन्मिनु भएको ए देवा हामी यसरी खेल्छ यसरी टिपेर हैन यसरी हैन 1 2 तिमी कहाँ आको कुतो फुल्यो बारीमा लरेले धनको बला छुल्यो खेतैमा Hi everyone, good morning from my mama घर अनि अहिले चाहिँ डे 2 है अनि म चाहिँ एकदम इन्जोय गरिरहेको छु हेर्नु त अहिले के लाग्छ म चाहिँ लाग्छु आमाको ढाकाको चोली अनि लुङ्गी अनि उठेर म रेडी भएको फ्रेस भएको घुम्न जान आँटेको कता भन्दाखेरि म हजुरलाई लान्छु ल कहाँ जान लागेको भनेर अनि हियर इज माई कफी अब कफी टाइम ल कफी खान्छ नि दिव्याङ्का कहाँ सरेको अनि किन रुख चढ्नु मन लागेको त मजा आयो लड्छ है के खाको चिप्स तिमीहरू पनि हैन छोरी तिमीहरू पनि भन्नुहुन्छ तिमी त दादा दिजु हो नि त हामी चाहिँ खाना खान जान आँटेको आमाको मामा घर There you go. Other son. निसानीले बच्चा आएन म माइजु भन्थे आमा यहाँ जन्मिनु भएको ओके ल म्याउ म्याउ कस्तो छ म्याउ म्याउलाई म्याउ म्याउलाई कस्तो छ पुपु खायो साथी कति गर्छ अब अघि बिहान गएर म त उभिनै सक्दैन हामी चाहिँ खाँदैछौँ खाना आफ्नै घर नै यहाँ चाहिँ यहाँ चाहिँ मामा घर ए मामा घर हो नि गएर खानु यो खाएपछि सुपर हिरो कस्तो हुन्छ सुपर हिरो भन्ने एउटा गेम त सुपर हिरो स्पाइडरम्यान म आइरन म्यान दाइ हामीले यो बच्चामा खेल्थ्यो नि यो टिपेर है यो छ नि यो यसरी टिपेर अनि यसरी टिप्थ्यौँ हामीले डल्लो डल्लो अनि है आई विल सो यु हामीले के गर्थ्यौँ भनेर यसरी यसरी टिप्थ्यौँ होइन अनि यसरी खेल्थ्यौँ हामी हेर देवाको हामी यसरी खेल्थ्यौँ हामी यसो गरेर होइन यसरी टिपेर होइन यसरी होइन 1 2 3 4 and 5 यसरी खेल्थ्यौँ ल खेल त बेबी बाबु बच्चा के रे सिटी बजाइयो खेल अनि 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 आफ्नै पाराले उपर त्यसरी होइन नि तुमसे नै होने वाला धूप निकलती है माया के गरेको मलाई चुका उडी उडी थप्पड यता सामान चुपा गरे अरे फेरि गालामा नि सानोलाई गालामा नि छोरा सानोलाई गालामा पनि माया थ्याङ्क यू सो यो चाहिँ हाम्रो आफ्नै बारीको मकै हो अब यो सुकेपछि सबै बिस्तारै यसलाई छोडाएर पिठो बनाउनु पर्ने हुन्छ होइन अनि ढिलो खानुपर्छ उतापट्टि चाहिँ छ कौथलीको गुड होइन यता पनि छ यता छेउमा पनि लगाएको छ है यता छेउमा पनि लगाएको छ है यता पनि लगाएको छ
अनि म हजुरलाई हाम्रो पहिलाको पुर्ख्यौली घर देखाउँछु ल। यो भन्दा अगाडि अहिलेको यो घर भन्दा अगाडि चाहिँ हाम्रो यो पुर्ख्यौली घर चाहिँ यस्तो थियो कि देख्नुभयो। सो यो ठुलो यो घर थियो अनि यो लेफ्टको चाहिँ गोठ भयो अनि यो राइटको चाहिँ यता मामा घर भयो हैन, आमाको मामा घर भयो हैन। सो अहिलेको यो घर चाहिँ पपुलाले बनाउनु भएको। सो यो भन्दा अगाडिको घर चाहिँ कस्तो थियो भने चाहिँ म हजुरलाई देखाउन लान्छु ल। पपुलाले पहिलाको पुर्ख्यौली घरको चाहिँ नमुना घर बनाउनु पर्छ। सो हामी पपुलाको त्यही मन्दिर जान आँटेछौँ ल। ओके सी यू। दसैँ आयो भन्दै गीत गाउँदै हुनुहुन्छ, तिनीहरू चाहिँ दसैँ सक्यो भन्दै हुनुहुन्छ। सो यो बाटो चाहिँ यो बारी छ नि हाम्रो यो कोदो रोपेको बारीलाई चाहिँ हामीले घुमाउने पाटा भन्छौँ, घुमाउने पाटा। दिदी भेनाल्सहरू आउँदै हुनुहुन्छ। अनि यो चाहिँ हो हाम्रो गेखु देवाङ मोक्तान पनि आउँदैछ। सो लेट्स गो। म हजुरहरूलाई लान्छु हाम्रो घुमाउने पाटा। यो चाहिँ घुमाउने पाटा भयो। कोदो फुल्यो बारीमा लरीले धानको बाला छुल्यो खेतीमा। पपुलाले बनाउनु भएको मन्दिर हामी जाँदैछौँ है। अनि चाहिँ सिडी हो, कति धेरै कराएको नि किराहरू। देवाङ खै दिदी खोइ घरमा, तिमी कहाँ आएको? यहाँ आएको लैन अगाडि न लैन। यो चाहिँ हाम्रो पपुलाले बनाउनु भएको मन्दिर हो। पपुलाको नाम गार्डन अफ पिस भन्छ यसलाई चाहिँ। सो लुक कस्तो छ। अनि यो चाहिँ हो हाम्रो हैन पहिलाको पुर्ख्यौली घरको नमुना जुन चाहिँ पपुलाले बनाउनु भएको। अनि यहाँ चाहिँ हाम्रो ग्रेट ग्रेट ग्रान्डपाहरू मेरो जुजु बुवाहरू बस्नुहुन्थ्यो अरे। सो मैले माथि पिक्चरमा देखाइरहेको छु नि हो त्योभन्दा अगाडि चाहिँ घर यस्तो थियो अरे। अनि अगाडि देख्न सक्नुहुन्छ यसलाई के भन्छ, यस्तो कुर्छ नि ढिकी भन्छ नि यसलाई होइन। सो यो छ। अनि यहाँ ढोकामा हेर्नु त कस्तो मजाले सजाएर राख्नुपर्छ। अनि ढोका पनि यस्तो बनाउनु पर्छ, पपुलाले चाहिँ बनाउनु भएको यो। अनि यो चाहिँ हो हाम्रो पपुलाले बनाउनु भएको मन्दिर। दिदीले ढोका खोलिरहनु भएको छ। सो हामी भित्र गएर देखाउँछौँ है त भित्र कस्तो छ भनेर। सो लेट्स गो इनसाइड। कति राम्रो लेख्नु पर्छ हेर्नुहोस् त। भनेर होइन हामी गरेर स्वर्ग पुग्न सक्छौँ नि, कति मिठो। अब चाहिँ म हजुरलाई हाम्रो पपुला देखाउँछु ल। हाम्रो पपुलाको साडी देखाउँछु। सो यताबाट जाने, म चाहिँ पछाडिबाट जान्छु। यतापट्टि पनि छ भएको चाहिँ इन्ट्रान्स गेट भयो। हजुर पनि आउनु सक्नुहुन्छ, हजुर पनि भिजिट गर्न सक्नुहुन्छ। यता पछाडि चाहिँ यसरी बनाउनु छ मन्दिर।
अनि सेम यसै गरेर पपुलाले काठमाडौँमा भुगु छ नि भुगु वसुन्धरा चौकीबाट भित्र उता चाहिँ हेर्छ जाने उता माथि भुगुमा पनि सेम यसरी नै मन्दिर बनाइदिनु भएको छ पपुलाले यसरी नै अनि सबै यहाँ चाहिँ के रोप्नु भएको छ कि केराहरूको फुल छ लिची आँप धुपी सल्ला तेजपत्ता सबै पाइन्छ यहाँ अनि यहाँ पछाडि चाहिँ मेरो दिदी पुरा टिकटक बनाइरहनु भएको छ अनि म चाहिँ यत्तिकै दायाँ बायाँ ग्रिनरी हेरेर इन्जोय गर्दैछु अब चाहिँ हामी घर फर्किन आँटेको यहाँबाट सो स्टिल सी इज मेकिङ टिकटक लुक खानेकुरा किन्यो होला अनि हामीले पहिला कान छेड्थ्यो नि हैन अनि यहाँको रानी सिंह हाल्थ्यो नि फेरि भाँचीले यस्तो सिंह हुन्छ नि यहाँ कानमा यसलाई रानी सिंह भन्छ त्यसले चाहिँ कान पनि पाक्दैन सो गोइङ ब्याक होम यो चाहिँ के हो इज दिस कोइराला यो कोइराला हो त होइन नि होइन नि यो त के हो यो फुल मात्र हो यो कोइराला होइन आई थिङ्क मलाई थाहा छैन कोइरालाको बोट कस्तो हुन्छ भनेर सो कोदो फलिरहेको छ हाम्रो घुमाउने पाटामा कोदो अनि थाक्यो हल्का थाक्यो सो रमाइलो छ नि रमाइलो चाहिँ गाउँ रमाइलो छ अनि पपुलाले मलाई स्टोरी सुनाउनु थियो कि हामी उता मासतिर चाहिँ गोठालो जान्थ्यौँ भने उता डाँडा छ नि त्यहाँनिर गोठालो जान्थ्यौँ भनेर मलाई यहाँ आयो कि पपुलाको याद आउँछ मामा घर आयो कि अनि मन एकदम भारी हुन्छ कि बेला बेलामा सो अब चाहिँ हामी मामा घरबाट बिदाई हुन लागेछौँ उता दिदीहरू सबैजना प्याकिङ गरेर रेडी भएर बस्नु भएको छ अनि हामी गाडी कुरिरहेको अब गाडी आएपछि हामी जान्छौँ हाम्रो फुपूको घरमा मेरो बाबाको दिजुको घरमा अनि मेरो बाबाको बहिनीको घरमा मेरो चाहिँ फुपूको घर होइन सो आज हामी त्यही बस्छौँ देन भोलि चाहिँ हामी काठमाडौँ फर्किन्छौँ अरूभन्दा पनि हामी यति धेरै इन्जोय गऱ्यौँ होइन काठमाडौँको भिडभाड हो हल्ला ठुलो फोहोर मैला होइन बाट टाढा स्वच्छ वातावरण प्लस यस्तो ग्रिनरीमा हामी यति धेरै रमायो नानी बाबाहरूले झन् यति रमाइलो गर्यो कि ल अनि अब हामीले के गर्यौँ कसरी रमाइलो गऱ्यौँ भन्ने कुराहरू चाहिँ मैले भिडियोहरूमा क्याप्चर गरेको छु अब काठमाडौँ पुगेपछि त्यसलाई एडिट गरेर युट्युबमा हाल्छु अनि हजुर पनि हेर्नुहोला है त सो अनि यो चाहिँ हाम्रो फुपूको घरमा अनि मेरो आमा चाहिँ थेरापी गर्न लाग्नुपर्छ थेरापी मेसिनमा यो चाहिँ कोरियन थेरापी मेसिन हो अनि होइन यसले चाहिँ धेरै कुराहरूको सोल्युसन हुन्छ कि यसमा यो सेटै पाउँछ सो यो मेरो दिदीको घरमा पनि छ अनि यो चाहिँ फुपूको घरमा अराउन्ड यसको चाहिँ 4 लाख चान्चुन पर्छ अनि यसले चाहिँ धेरै बेनिफिटहरू हुन्छ कि के बेनिफिट हुन्छ भनेर चाहिँ म हजुरलाई फोटो खिचेर अर्को नेक्स्ट भिडियोमा बताइदिन्छु ल अनि यहाँ चाहिँ तास खेल्ने तयारी हुँदैछ मामा बान्जीहरूको अनि यहाँ मेरो दिदीहरू गफ गरिरहनु भएको छ यहाँ बच्चा पारीको फेरि छुट्टै छ फेरि कुरा यहाँ तर मेरो आमा चाहिँ यहाँ थेरापीमा सुतिरहनु भएको छ सबै आफ्नो तालमा के अलि मिली दिने दिदी यसो मम्मी बच्चा नि हेर्दै गर्नु दिने एकछिन इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए, कैसे ना कैसे करके मुझे चाहिए। इतना झिला मैं कभी नहीं होऊंगा अपनी पूरी जिंदगी में जितना इसमें झिलाऊं, मुझे चाहिए ही चाहिए। तो लाइक मारो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पैसों के पीछे भागना है। बाय।